नेपाली मुभी हेरौँ भन्दा नेपाली फिल्म पनि हेर्छौँ र भन्ने एउटा कुरा आउँथ्यो। तर यो मुभी हेर्दा चाहिँ नेपाली मुभी पनि हेर्नुपर्छ है। मभन्दा अग्रज मान्छेहरू म्युजिसियनहरूले मलाई यो टाइममा गीत नगाऊ, एक्सन त बबालै लाग्यो किनकि अब हलिउड होइन बलिउड टाइपको छ। मैले नेपाली मुभी बेस्ट एक्सन भएको चाहिँ अहिले यो नै लाग्यो मलाई होइन। अहिले त म सिङ्गलै छु, हिजोस्ति चाहिँ मिङ्गल होइन त्यस्तो भन्दा पनि जस माया गर्नुहुन्छ दर्शकहरूले फेरि प्रेम परिवार ब्याक भएछ भन्ने पाउनुहुन्छ। मेरो खतरा गीत आउँदैछ, वेट गर्नु होला। ओ ल ल तपाईँ त बोल्नै पर्ने हामीले अब तपाईँलाई अब तपाईँ सानै हुँदादेखि देखेको होइन। कस्तो लाग्यो मुभी? एकदम दामी लाग्यो किनकि हाम्रो जे पनि भइरहेको थियो अहिले नेपाली मुभी इन्डस्ट्रीमा नेपाली मुभी हेरौँ भन्दा नेपाली फिल्म पनि हेर्छौँ र भन्ने एउटा कुरा आउँथ्यो। तर यो मुभी हेर्दा चाहिँ नेपाली मुभी पनि हेर्नुपर्छ है। एउटा केही कोसिस गरेको छ अथवा बेस्ट गरेको छ जस्तो लाग्यो। एकदम दामी लाग्यो मलाई, एकदम बेस्ट लाग्यो। केले चाहिँ छोयो मुभीमा? यो हुँदाखेरि चाहिँ मलाई अति मन परेको सिन अथवा यो चाहिँ राम्रो भयो भन्ने खालको? मेन त अब यसको एक्सन हो होइन। एक्सन त बबालै लाग्यो किनकि अब हलिउड होइन बलिउड टाइपको छैन त। तर जस नेपाली मुभीले यतिको गरेको एकदम खुसी पनि लाग्यो। र अब स्टोरीहरू आर्टिस्टहरू क्यारेक्टरहरू पनि एकदम राम्रो छ। जुन देखाएको प्रपर्टीहरू छ मुभीमा होइन। जस नेपाली जनताले यो मुभीलाई एकचोटि हेरेर चाहिँ के भन्छ प्रशंसा गर्नुपर्छ भनौँ न, त्यस्तो लाग्यो। कोसँग आउनुभयो मुभी हेर्न? हामी सबैजना हाम्रो ग्रुपै आएको थियौँ। हाम्रो दाइहरू हुनुहुन्थ्यो, हामी सबै एकदम 40-45 जना आएर हामी सबैले हेऱ्यौँ। जस नराम्रो छ भन्ने कोही भएन भनौँ न। अल्छी लागेन मुभी हेरेर? छैन, त्यहाँ मलाई के लागिरहेको थियो नि, म यता मेसेज पनि हेरिरहेको थिएँ तर मलाई मेसेजमा ध्यान गएन भनौँ न फोनतिर, किनकि केही सिनहरू छुटिन्छ कि होइन। त्यस्तो दामी दामी हरेक सिनहरू हुन्छ नि, एकदम बेस्ट लाग्यो। तपाईँले योभन्दा अगाडि हेर्नुभएको मुभी नेपाली मुभी? मैले योभन्दा अगाडि होस्टेल हेरेको थिएँ भनेको हिजोस्तिको? हजुर यही होस्टेल अस्ति 3 त्यो हेरेँ र राम्रो लागेको थियो त्यो पनि किनकि त्यो कमेडी पार्टमा भयो। यसमा एक्सनमा चाहिँ मैले नेपाली मुभी बेस्ट एक्सन भएको चाहिँ अहिले यो नै लाग्यो मलाई। अहिलेसम्म हेरेको यो बेस्ट भयो? बेस्ट एक्सन चाहिँ यो मुभी लाग्यो मलाई। एकदमै धन्यवाद। अरू केही भन्नु छ जाँदा जाँदै? थ्याङ्क यू सो मच। सबैले हेर्नु होला र तपाईँहरूको पैसा खेर जाँदैन होइन। जति हुन्छ तपाईँहरू इन्टरटेनमेन्ट पाउनुहुन्छ र तपाईँले अर्को साथीलाई पनि हेरै बवाल छ भन्नुहुन्छ यो मुभी हेरेपछि। के छ तपाईँको अलिकति व्यस्त जीवनको पनि कुरा गरौँ न, व्यस्तता कतिको छ? मेरो छ अलिअलि भइरहेछ, गीतहरू गरिरहेको छु मैले, आउँदैछ सङहरू यताउता रेकर्डिङ, त्यही अब प्रोग्रामहरू यताउता गरिरहेको छु। एकदम व्यस्त हुन्छ? मुभीतिर पनि कति गाउँदै हुन्छ? मुभीतिर भइरहेछ। मुभीतिर अब यस्तो हो त्यो के भन्छ त्यो स्टोरीले मागे अनुसार त भइहाल्छ तर कुरा भइरहेछ 1-2 ठाउँमा। र मुभीहरूमा मेरो चाँडै आउँदैछ गीतहरू मुभीमा। दर्शकहरूले फेरि प्रेम परिवार ब्याक भएछ भन्ने पाउनुहुन्छ। त्यही त अब अलिकति अगाडिको कुरा गर्दै तपाईँ एक समय यति धेरै मजाले चल्नुभयो कि बिच समय चाहिँ अलिकति ग्याप भयो जस्तो भयो। तपाईँको प्रोजेक्टहरू आइराखे पनि जनतामा चाहिँ त्यो सबै माझ एकैचोटि पुग्न सकेन अथवा चल्न सक्नु भएन भनेर भनिन्छ। त्यो समयलाई निहाल्दाखेरि कति कलाकार त नचल्दाखेरि एक किसिमको त्यति बेला भाइरलै भनौँ एकदमै धेरै चल्नु भएको थियो, बिचमा अलिकति प्यासिभ जस्तो देखिनु भयो। त्यो समयलाई कसरी तपाईँले लिनुभयो, कसरी ह्यान्डल गर्नुभयो? यस्तो हो, त्यो टाइममा म एकदम प्र्याक्टिसमा थिएँ किनकि मेरो आवाज चेन्ज भयो। किनकि जति मैले 12 वर्षमा गीत गाउँदाखेरि 12.5-13मा त मेरो भोइस त पुरै घोर्ले भइसकेको थियो, ठुलोको जस्तो। मैले त्यही आफ्नै गीत स्टेजमा गाउन नसक्ने भइसकेको थिएँ त्यो स्केलमा। र त्यति बेला मलाई के लाग्यो भने धेरै अब मभन्दा अग्रज मान्छेहरू म्युजिसियनहरूले मलाई यो टाइममा गीत नगाऊ, भोइस झन् बिग्रिन्छ, तिमीले बरु रियाज गर, रेस्ट गर, पढाइमा मेन फोकस गर भनेर मलाई सल्लाह दिनुभएको थियो। सो त्यही अनुसार म बिचमा रेस्टमा पनि थिएँ, पढाइ पनि आफ्नो सकाएर अब अहिले म मेरो भोकल पनि ठिक छ, अहिले म फेरि इन्डस्ट्रीमा आएको छु भनौँ न। बेला बेला तपाईँको गर्लफ्रेन्डको पनि चर्चा आइरहेको हुन्छ, के हो खासमा तपाईँ सिङ्गल कि मिङ्गल? यस्तो होइन, अहिले त म सिङ्गलै छु। हिजोस्ति चाहिँ मिङ्गल हुनुहुन्थ्यो? होइन त्यस्तो भन्दा पनि जस माया गर्नुहुन्छ त्यही मायालाई म गरेर हिँडिरहेको छु। अब अहिले गर्लफ्रेन्ड सल्फ्रेन्ड यताउता त्यसको लागि अलि म टाइम पनि दिन पाएको छैन। मेन मेरो करियरमा फोकस छु म अहिले। सो बिस्तारै गर्लफ्रेन्डको यताउता त्यसको लागि त टाइम आइहाल्छ नि। ल अब जाँदा जाँदै के भन्नुहुन्छ, जति पनि दर्शकले हेर्दै हुनुहुन्छ रिभाइभ होस् तपाईँलाई हेरेर? थ्याङ्क यू सो मच जतिले नि मलाई हेर्दै हुनुहुन्छ।
र आज मुभी हेर्ने स्पेसल टाइममा तपाईँहरूसँग पनि भेट भए खुसी लागेको छ आफ्नो पनि आफूलाई पनि एउटा चिनाउनको लागि होइन तपाईँलाई कसले चिन्दैन होइन होइन जे पनि मान्छेहरूले बिर्सिनु भएको छ अहिले यो उमेरमा सानोमा त चिन्नु भएको थियो र अहिले मान्छेहरू कन्फ्युज हुन्छ नि त सो आज अब मेन त मुभीकै कुरा गरौँ एकदम दामी लाग्यो र जतिले पनि मलाई हेर्दै हुनुहुन्छ मलाई चिन्नुहुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु नि मेरो खतरा गीत आउँदैछ वेट गर्नु होला ल किप वाचिङ थ्याङ्क यू ल